भर्खरै न्युज आयो सबैजना दर्शकहरू अहिले सकिङमा छन् काकु हुनुहुन्छ सकिङ पनि यति राम्रो हाइप लिँदा किन बन्द गर्नु पऱ्यो सकिगनीको चाहिँ त्यस 3टा सिजन सकियो। अब चौथो सिजनको तयारीको लागि केही समय ब्रेक लिएको हो। चौथो सिजन फेरि बवाल भएर आउनेवाला छ। कतिपयले चाहिँ अब यो चलचित्र लासबन चलिरहँदाखेरि होइन यसको असरले गर्दा पो रोक्नु पऱ्यो कि भन्ने जस्ता प्रतिक्रियाहरू पनि हामीले देखिरहेको थियौँ। के छ सर? त्यो त अब यस्तो छ, सबैले आफ्नो आफ्नो अनुमान लगाउनुहुन्छ। हामीले सामाजिक सञ्जाल मार्फत जानकारी गराइसकेका छौँ सिजन 4 को तयारीको लागि भनेर। अब चाँडै सिजन 4 सकिगनीको सिजन 4 चाहिँ घोषणा गर्दाखेरि फेरि त्यो शङ्काहरू ती अनुमानहरू सबै निर्कुल भएर जानेछन् होइन। सकिगनीको सिजन 4 को प्रतीक्षामा, त्यसै गरी लासरणम टिमले फेरि अर्को चलचित्र लिएर आउनेछ त्यसको पनि प्रतीक्षामा, त्यसै गरी परान चलचित्रको प्रतीक्षामा बस्न चाहिँ सबै दर्शकहरूलाई अनुरोध गर्दछु। जस्तै यो सिजन चलिरहँदाखेरि एकदम राम्रो हाइप लिइरहँदाखेरि रोकिँदाखेरि दर्शकहरूमा निराशापन छाइ त रहेको छ नि है। होइन, यस्तो धेरै अप्सनहरू छ अहिले दर्शकहरूको लागि। त यति धेरै चोइसेसहरू छन्, कति धेरै सिरिजहरू बन्छन्, कति धेरै चलचित्रहरू बन्छन्। त्यसकारण यसमा निराश हुनुपर्ने जरुरत देख्दिनँ म। किनभने हामी फेरि उहाँहरूको निराशालाई फेरि आशामा बदल्नको लागि नयाँ कामहरू लिएर आउने नै छौँ। दर्शकहरूलाई यतिन्जेल जति साथ दिनुभएको छ उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। र नयाँ कामहरू हाम्रो हेरेर फेरि पनि माया गरिदिनु हुन अनुरोध पनि गर्छु। के कस्तो परिमार्जन गरेर ल्याउँदै हुनुहुन्छ त अब अर्को सिजन चाहिँ? त्यो चाहिँ हाम्रो विशेषता भनेकै त्यो भन्दैनौँ क्या हामी अगाडि एकैचोटि कामले भन्छौँ होइन। त्यो चाहिँ मजा आउँछ नि त। अगाडि नै भन्यो भनेदेखि त अब होइन। त्यसकारण सिजन 4 प्रतीक्षा गर्नुहोस्, गजबको आउनेछ। जस्तो हामीले काकु केही समय रेस्ट गरेर ब्याक भइराख्दाखेरि दर्शकले धेरै खोजेको पात्रमा तपाईँ हुनुहुन्थ्यो, तपाईँ आउनुभयो। त्यस पछाडि अहिले हरेक सिजनमा हामी हेर्ने गर्छौँ, कमेन्टहरू हेर्दाखेरि अलिकति धतुरेका कुराहरू पनि आउँछन् कि दाइ खासमा धतुरे किन निस्किए, फेरि ल्याउनु पर्छ भन्ने खालका कुराहरू गर्नुहुन्छ। तपाईँ भनेको फेरि सकिगनीको अङ्ग हो, मेन अङ्ग हो, किन भयो त यस्तो चाहिँ दाइ? यस्तो हुन्छ, सकिगनीमा चाहिँ पात्र प्रदान भन्दा पनि कथा प्रदान हुन्छ। कथाले कुन पात्रलाई माग्छ उहाँ आउनुहुन्छ, कथाले कुन पात्र माग्दैन उहाँ आउनुहुन्न। जस्तो तपाईँलाई जिग्रीको कुरा गर्ने हो भने जिग्री पनि लामो समयदेखि सकिगनीमा हुनुहुन्न। त्यो कथाले सायद नमागेको होला, कतिपय अवस्थामा उहाँ व्यस्त भएर पनि होला। त्यसले गर्दा त्यो ठुलो कुरो होइन। कोही आउने कोही जाने भइ नै रहन्छ। कथाले माग्यो भने फेरि धतुरेजी फेरि आउनुहुन्छ, सिजन 4 मा फेरि आउनुहुन्छ होइन। सबैजना कथाले माग्यो भने सबैजना आउनुहुन्छ, कथाले मागेन भने कोही आउनुहुन्न। त्यही नै हो, सामान्य हो। धतुरेलाई लात हाने भन्छ नि दाइ, त्यो चाहिँ थाहा छैन। फेरि त्यो जसले भन्नुभयो उहाँहरूलाई थाहा होला होइन। त्यस्तो होइन। हाम्रो सिपी पुडा सैनीजी अब उहाँ केही समय सकिगनीको कथामा पर्नु भएन, पछि उहाँले अर्को सिरियल गरिरहनु भएको छ, कलाकारितालाई निरन्तर गरिरहनु भएको छ। त्यस पछाडि फेरि अर्को कुनै आउला उहाँको आफ्नो कलाकारिता। उहाँ जस्तो गजब कलाकार, यति राम्रो अभिनय गर्ने कलाकार कसैले निकाल्दा निस्किने भन्ने हुँदैन। उहाँको कलाकारितालाई दर्शकले नै डिमान्ड गर्छ। त्यसकारण अर्को कुनै न कुनै प्लेटफर्म मार्फत काम गरिरहनु भएको छ। सायद अब सिजन 4 मा फेरि आउनुहुनेछ। अब जस्तो तपाईँहरूकै टिमबाट निर्माण गरेको लासरणम होइन अहिले प्रदर्शनरत छ, तहल्का पिटिरहेछ। जुन बेला त एउटा न्युज पनि आएको थियो टकरा पऱ्यो भनेर होइन। सकिगनी टिमले अर्को चलचित्र बनाउने, तपाईँले अर्को चलचित्र बनाइराख्दा यो चलचित्र आएर हिट भइराख्दाखेरि अब काकुले निर्माण गरेको चाहिँ कहिले आउँछ, के हुँदैछ भन्ने पनि खलबली छ। पहिले त निर्माण सम्पन्न गरौँ, त्यस पछाडि कहिले आउँछ भन्ने मिति घोषणा गर्न हतार गर्ने भन्दा पहिले हामी चलचित्र निर्माणमै व्यस्त छौँ। अहिले सुटिङ भइरहेछ। अहिले हाम्रो 3-4 दिन ब्रेक छ। फेरि 8 गतेबाट हामी निरन्तर सुटिङमा जाँदैछौँ। त्यसकारण चलचित्र निर्माण भइसकेपछि कस्तो चलचित्र बन्छ हामीले पहिले हेरेर अनि त्यस पछाडि रिलिजको डेट घोषणा गर्छौँ। परान तपाईँहरूले याद गरिराख्नुहोस्, नाम हामी अपडेट गरिरहनेछौँ।